धेरै दिनको ग्यापिङ पछाडि आएको छु म गणेश भट्टराई र पक्कै पनि आजको दिनमा पनि यहाँलाई एकदमै मनोरञ्जन दिन्छु भन्ने आशाले उपस्थित भएको छु। ढिला नगरिकन म फटाफट मेरो क्यारिकेचरतर्फ लान चाहन्छु। सर्वप्रथम केपी शर्मा ओली, उहाँले बोल्दा कसरी बोल्नुहुन्छ? सर्ट डायलग मात्रै हान्छु। अब हेर्नुहोस्, मलाई बडो ताजुक लागिरहेछ। नेपालको प्रधानमन्त्री भएर पनि केही पनि गर्न पाइनँ र अर्कोचोटि पक्कै पनि निर्वाचनमा फेरि पनि प्रधानमन्त्री पद पड्कायो भने म केही गर्छु भन्ने मलाई लागेको छ। राजीनामा दिएर एकदम दुःख लागिरहेछ। हेर्नुहोस् बाबुराम, अब वास्तवमा भन्नु पर्दा नेकपा एमाले भन्दा पनि माओवादी एकदम ठुलो पार्टी हो। नयाँ शक्तिलाई यहाँहरूले चिनाउनु पर्छ, नयाँ शक्तिलाई साथ दिनु पर्छ भन्ने हामीलाई लागिरहेछ। सुशील कोइराला, मलाई के लाग्छ भने आउँदैन दशक महानुभाव तथा दिदीबहिनीलाई हेर्नुहोस्, नेपालको प्रधानमन्त्री अहिले पुष्प कमल दाहालले एकदमै ठुला कामहरू गरिराख्नु भएको छ। म एकदमै खुसी छु स्वर्गमा भए पनि, यति नै भन्न चाहन्छु। रामचन्द्र पौडेल, चाहिँ मलाई के लाग्छ भने हेर्नुहोस्, म चाहिँ धेरै बुढो भयो चाहिँ प्रधानमन्त्रीमा पनि नियुक्ति नहुने भयो। एकदमै दुःख लागेर आइरहेछ। केही छैन, रामचन्द्र पौडेललाई चिन्नुहोस्, यही भन्न चाहन्छु। शेरबहादुर देउवा, बाबा मलाई के भइरहेछ मलाई नेकपा एमाले काङ्ग्रेस माओवादी फोरम सोरम के भयो बुझ्दै गाह्रो जस्तो लागिरहेछ। तर पनि केही छैन, मलाई यो शेरबहादुर देउवालाई चाहिँ भोट हाल्नुहोस्, जिताउनुहोस्, यही भन्न चाहन्छु। यो पछि कोतिर जाउँ भने मोहन वैद्य, यो यहाँ के भइरहेछ भन्यो